तपाईँले पनि समर्थन गरेको देखिन्छ है गोकुलजी। तपाईँको मैले त्यो ट्विटरहरू हेर्छु, फेसबुकतिर पनि राम्रालाई त राम्रै भनिरहनु भएको छ। फेरि त्यही हो मार्क्सवादी चेत भने है, मान्छे सरकारको काममा ठिक छ। भेडा होइन नि त मार्क्सवादी कार्यकर्ता, यी चाहिँ भेडा हुन् के, यिनका चाहिँ समर्थक भेडा हुन्। चित्त बुझेन भने रिप लेख्छ हेर्नुहोस्, यी भेडा हुन्, यिनका कार्यकर्ता भेडा हुन् के। त्यो चाहिँ फेरि भनिदिन्छु म, जतिसुकै सारा पनि तपाईँलाई नै सारा पनि केही फरक परेन क्या है। यी भेडा हुन्, किनभनेदेखि उनको कुरा लेख, पक्षमा लेख, तुरुन्तै जात्रा झिक्छन्। यो एमालेका साइबर सेना भन्दा पनि कडा, एकताका साइबर सेना त खुङखार थियो नि तपाईँको। यो कुरा रिलमा र रिलबाट रियलमा फर्किँदाखेरि थाहा पाउँछन् के। रिल लाइफबाट एमालेका साइबर सेनाले थाहा पाए, रिल लाइफबाट रियल लाइफमा फर्किनु त छँदैछ। हतारै गर्नु परेन नि, फर्कियादिन थाहा हुन्छ हो। अब कुरा के छ भन्दाखेरि हिजो सुकुम्बासी बस्तीमा कोही जाँदा के गरेका थिए, एमाले काङ्ग्रेस माओवादी छिर्दा फटाहरू हुन् भनेका थिए। अहिले तिनैले कसलाई फटा भन्दैछन्, मतदाता त तिनै हुन्। त्यसैले मैले राम्रोलाई राम्रै भनिदिन्छु। जस्तो सुकुम्बासी समस्या समाधान गर्न उसले थालेको कदम सकारात्मक, तरिका गलत। के गलत भन्दाखेरि पहिला त्यो डेटाबेस, हामी डेटाबेस भन्छन् नि, डेटामा चाहिँ हुकुमबासी र सुकुम्बासी छुट्याउ, उसलाई चाहिँ त्यही दिन चाहिँ पुलिसले सेना समेत खटिहाल्यो होइन। प्रशासनिक सहयोगमा राज्यको अङ्ग त हो, तर यो सामान्य कुरामा सेना अघि लाग्नुपर्ने कुरा मैले राम्रो ठानेको छु। त्यो चाहिँ कस्तो हो, त्यसरी आउनु हुँदैन। किन आएको त्यहाँ कुनै उ त भएको थिएन, मिल्दैन क्या त्यसरी। त्यो आन्तरिक कुराको निम्ति चाहिँ खास सुरक्षा परिषदले सेना चलाउने भनेर निर्णय गरेको थियो त। सेना किन, त्यहाँ सेनालाई किन विवादमा पारेको थियो? क्वेसन त उठ्यो नि नागरिक तहबाट, म जतिको मान्छेले पनि उठाएँ हो। सेना रिसाउँछ, सेनापति रिसाउँछ, झर्नेल रिसाउँछ, त्यो नेपाली सेना हो। त्यसैले ऊ पनि एउटा मानक र मर्यादामा त बसेकै थियो र बस्ला पनि। अनि सुरक्षा परिषदले सेनै चलाउने ब्याकअपमा भनेर निर्णय गरे हो त। त्यसैले आतङ्कको छाया, त्रासको छायामा होइन, विन ओभर गर्न सकेन नि हजुर। विन ओभर, बालेनप्रति समर्थन हो भने उसले जान लान्छ, पालकी मार, होल्डिङ सेन्टरमा लैजान्छौ, लैजाऊ, मेरा बच्चा सुरक्षित छन्, उसको शिक्षा सुरक्षित छ, मेरो बास सुरक्षित छ भन्ने कुरा त्यहाँनेरि उसको तरिका पुगेन।